हेलो नमस्ते गाइस, तपाईहरुलाई स्वागत छ मेरो आजको भ्लगमा। सो आज चाहिँ हामी खोलामा जान लाग्यो। यहाँ भाइ छ, हेलो गर्दै। दुईटा भाइ छ। ओइ हेलो गर, हेलो गर, ओइ हेलो गर्दै। ओइ ओइ धोबिते बाउला, यसको नाम चाहिँ धोबिते हो। अनि यो भिडियो बनाउने मान्छेको चाहिँ लाटो हो। भोलिले टिका जान दिँदैन नि। यो चाहिँ हम्फुले हो, हम्फुले के अब के आउँछ रे? के त्यो त्यसको भोलिपल्ट के काठमाडौँ जान्छ त, खै के थाहा मलाई होला। हेर्न सक्नुहुन्छ गाइस, हामी हिँडिरहेको छौँ होइन। तपाईँहरूले एउटा कुरा चाहिँ भन्न बिर्स्यो, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु, बेल नोटिफिकेसन पनि अन गरिदिनु। बस्ने मन्दिर त काम नै छैन अब। अनि सबैले सेयर पनि गरिदिनु है त ल, आफ्नो साथीलाई, घरमा फ्यामिलीहरूलाई है। 1K सब्सक्राइबर पुऱ्याइदिनु। बाटो राम्रो छ तर यो बिचो चाहिँ के गरे होला यति। त्यहाँ ऊ पनि त्यो त्यही त, अहिले बिचमा चाहिँ फेरि कस्तो छ। अरू चाहिँ चिल्लो छ क्या, ल्याम्बोर्गिनी चल्ने खालको बाटो छ। काठमाडौँ भन्दा नि खतरा बाटो। त्यहाँको बाटो हेर्नु, यहाँको बाटो हेर्ने, यस्तो फरक छ है। पछाडि चाहिँ बुढाबुढी गइरहेछन् होइन, घरतिर जानु लाग्यो कि कहाँ जानु हो। है दुम्सी बुढो यहाँ छ। यहाँ हामी के अरे परा है के खोज्नु, के पो खोज्न गएको छैन हामी। लट्ठी हो कि परा दाउराहरू है। अनि स्याल आएको थिएँ, स्याल लखाटेको थिएँ। मैले त देखेको थिएन, तर त्यति बेला त मैले देखाएको थिएँ। ऊ स्याल आयो भनेर कराएँ, ऊ गरेर चिचाउनु थालेँ। आमाले चिचाउनु थालेँ। मैले त स्याल देख्न पाइनँ, अहिलेसम्म देखेको पनि छैन। जुमा पनि देखेको छैन मैले त। तर त्यो कुन्टेवाला स्याल हुन्छ, त्यो छुट्टेलाई ज्याकल हुन्छ, ज्याकल। ठुलोवाला के हुन्छ रे? यहाँ चाहिँ धोबिते बाउला छ है, धोबिते बाउला। ज्याकल त यहाँ नेपालमा हुनु पर्छ। ओइ धोबिते, तेरो नाम के हो? लगाइजमा चाहिँ एकछिनमा तपाईँहरूलाई अब एकछिन खोला पुगेपछि भेट्छ है त। सो हेलो गाइज, मैले चाहिँ भिडियो फेरि त्यो खै मैले रिस्टार्ट गरिसकेको छु है। सो हामी चाहिँ खोलामा पुग्न लाग्यो। अलिकति बाँकी छ, केही मिनट पनि होइन, केही पाइलापछि हामी आवाज सुन्नु है। खोला पनि धेरै ठुलो छैन, लाइक ठिक्कको छ। यसलाई चाहिँ टिकटहरूले को हो चराको गुड जस्तो कपाल भएको भनेर भन्यो होला। होला हामी चाहिँ लगभग डेस्टिनेसनमा पुग्न लागिसक्यो भनौँ न। केही ठुलो होइन, त नजान्छ हामी जान्छौँ डर बोगा। यो त यो होइन गाई, तर यो जुन यो आवाज सुन्दा नि कस्तो सुकुन आउँछ हौ मनमा। ल ल यहाँ यो हामी हल्का त्यो छेउ पहिले हामी चाहिँ अब धेरै ठुलो पनि नखेल्ने, किनभने स्विमिङ खेल्न आउँदैन हामी कसैलाई पनि। यो धोबिते यो यसको गफ मात्रै दिन्छ होइन, तर यसले गर्ने चाहिँ केही होइन। जुन त्यो हुन्छ नि हरेक ग्रुपमा एउटा हुन्छ नि गफ दिने, तर केही गर्न नआउने। कहाँ त्यो पहिलाको भन्दा सानो सानो भएको छ है। माथिको त छैन नि राम्रो, बिचमा हेरौँ न जाम। जोगा देखा जाएगा हुन्छ गाइस। यहाँ चाहिँ डरायो तर हुन्छ के हुन्न। मेरो त मोबाइल छ, बिस्तारै जानुपर्छ। ओहो
ल आइपुग्यो होइन खोला चाहिँ यही हो हेर्नु देखेँ यी झर्ना पनि छ बब्बाल छ बब्बाल तर साउन्ड चाहिँ सुन्दैन हामी चाहिँ रेडी हुन्छौँ अनि पछि भेट्छ है त हेलो गाइस छैन हामी चाहिँ अब पौडी स्विमिङ पनि गऱ्यो है तिमीमा चाहिँ के अरे भाइ के अरे त्यो रगत त देखाउनु न भिडियो यस्तै छ पारा के भयो धोकी बच्चालाई के भयो कुनै गाई छैन हामी चाहिँ स्विमिङ पनि खेलेर आइसक्यो अब घरतिर फर्केको फोन आइसक्यो घरबाट छिटो घर आऊ भनेर है त्यही लाइटनिङ आयो यार गाई छैन म चाहिँ तपाईँहरू अब एकैचोटि घर पुगेपछि भेट्छ है बाटोमा के बोल्ने हुन्छ नि त्यही भएर म अब एकैचोटि तपाईँहरू घर पुगेपछि भेट्छु म गाई छैन सक्नुहुन्छ हाम्रो चाहिँ भ्लग अपलोड गर्न पाएको छैन होइन भिडियो पनि बनाउनु पाएको छैन कहीँ जान पाएको छैन त्यही भएर भ्लग चाहिँ अब आउँदैन काठमाडौँ नजान्जेलसम्म हेर्न सक्नुहुन्छ यहाँ पुरै पानी परेर 2-3 दिनदेखि ननस्टप पानी परेर नेटवर्क पनि चलाएको छैन त्यही भएर यो सर्ट्स अपलोड गर्दैछु म